हेलो एभ्रिवान, वेलकम टु आवर युट्युब च्यानल ग्राभिकस। मेरो नाम राम शर्मा अनि आज हामीले क्लास 12 को एकदमै इम्पोर्टेन्ट च्याप्टर प्रपर्टिज अफ ट्रायंगलको बारेमा हेर्छौं। सो यो च्याप्टर सबैलाई धेरै जस्तो स्टुडेन्टहरुलाई गाह्रो लाग्ने च्याप्टर हो, तर तपाईहरुले ट्रस्ट मी मैले भने जसरी नै तपाईहरुले पढ्नु भयो भने अलिकति बुझेर पढ्ने हो भने यो च्याप्टर एकदमै सजिलो छ। त्यही भएर हामीले सकेसम्म बुझेर पढ्न ट्राई गरौँ। अब यो च्याप्टरको लागि सुरुमा तपाईहरुलाई थाहा हुनुपर्ने भनेको यसको नोटेसन हो। सुरुमा हामीले प्रपर्टिज अफ ट्रायंगलमा ट्रायंगलको बारेमा पढ्छौं। ट्रायंगलको एंगल र त्यसको साइडको रिलेसनको बारेमा पढ्ने हो। अब यहाँ तपाईहरुलाई के थाहा हुनु पर्यो भन्दाखेरि जस्तै कुनै पनि ट्रायंगल एबीसी छ भने, यो जनरल ट्रायंगलको कुरा गरेको, एबीसी छ भने यो ए छ नि, यो एंगल यो भर्टेक्सको नाम ए भयो अनि यो यताको यो एंगल छ नि, यसलाई हामीले क्यापिटल ए ले डिनोट गर्छौं। सेम त्यसरी नै यो भर्टेक्स बी भयो अनि यो एंगललाई हामीले क्यापिटल बी ले डिनोट गर्छौं। अनि त्यसरी नै यो भर्टेक्स सी हो अनि यसकै यहाँ यो एंगललाई हामीले क्यापिटल सी ले डिनोट गर्छौं। अनि त्यसपछि अर्को कुरा तपाईहरुलाई थाहा हुनु पर्यो, यो एंगल सी छ नि, यो एंगल सी को अपोजिट साइडलाई, यो साइडको लेन्थलाई हामीले स्मल सी ले डिनोट गर्छौं। त्यसरी नै यो क्यापिटल ए भयो, यो एंगल ए को अपोजिट साइडलाई ए ले, अनि त्यसपछि यो एंगल बी को अपोजिट साइडलाई बी ले डिनोट गर्छौं भनेर तपाईहरुलाई थाहा हुनु पर्यो। अब यसमा हामीले सबसे फर्स्टमा पढ्नु पर्ने भनेको साइन ल र कोसाइन ल। अब साइन ल ले के भन्छ? साइन ल ले के भन्छ भन्दाखेरि यो ए भनेको साइड है, यो साइडको लेन्थ a बाइ साइन ए इक्वल टु b बाइ साइन b इक्वल टु c बाइ साइन c हुन्छ भनेर साइन ल ले भन्छ। बुझिन्छ हैन? यसमा तपाईहरुले यो फर्स्टमा याद हुनु पर्यो यो। अनि त्यसपछि आउँछ कोसाइन ल। कोसाइन ल ले के भन्छ? cos a। यसले के गरिरहेको छ? एंगल र साइडलाई रिलेट गर्न ट्राई गरेको हो। यसमा हामीले के गर्ने हो? एंगललाई, कुनै पनि ट्रायंगलको एंगल अनि त्यसपछि त्यसको साइडलाई रिलेट गर्न खोजेको। यसमा cos a इक्वल टु कति हुन्छ? b स्क्वायर प्लस c स्क्वायर माइनस a स्क्वायर बाइ 2bc। यसमा पनि कस्तो प्याटर्न्स हेरौँ त। यसमा प्याटर्न के हो भन्दाखेरि यहाँ एंगल a हुँदाखेरि माइनसमा a स्क्वायर छ अनि त्यसपछि यहाँ b स्क्वायर c स्क्वायर बाकी दुईवटाको स्क्वायर अनि तलतिर त्यही दुईवटा b र c लाई मल्टिप्लाई गरेर लेखेको छ। अब बाँकी पनि सेम यसरी नै लेख्न सक्नुहुन्छ। यहाँसम्म क्लियर छैन? तपाईहरुलाई यहाँबाट के बुझ्नु पर्यो? यसको नोटेसन थाहा हुनु पर्यो। सुरुमा त एबीसी भने के हो, क्यापिटल एबीसी भने के हो, अनि त्यसपछि तपाईहरुलाई यो लहरु थाहा हुनु पर्यो। यो ल एउटा याद हुनु पर्यो अनि त्यसपछि यो कुनै एउटा याद भएपछि अरु बाँकी त आफै आइहाल्छ। सो कुनै एउटा यसको याद गर्नु पर्यो अनि त्यसपछि यो साइन ल याद गर्नु पर्यो। अब हामीलाई चाहिने भनेको यसको प्रुफ हो। सो फर्स्टमा हामीले यो कोसाइन ल को प्रुफ हेरौँ एकचोटी। अब कोसाइन ल को प्रुफ हेरौँ। अब यसको लागि हामीले एउटा जनरल ट्रायंगल एबीसी कन्सिडर गरौँ। अनि यहाँ मैले लेखेको पनि छु, लेट एबीसी बी एनी ट्रायंगल। यो स्पेसिफिक कुनै पनि ट्रायंगल हैन, इन जनरल एउटा ट्रायंगल हो। यहाँतिर ए बी सी भयो। अनि त्यसपछि यसमा हामीले के गर्यौं भन्दाखेरि यो बी भन्ने पोइन्ट छ नि, यो भर्टेक्सबाट हामीले यसरी के गर्यौं? परपेन्डिकुलर ड्रप गर्यौं। एसी भन्ने लाइनमाथि हामीले के गर्यौं? परपेन्डिकुलर ड्रप गर्यौं। यहाँ लेखेको पनि छु, ड्र परपेन्डिकुलर टु एसी भनेर हो। ठीक छ, यहाँसम्म ठीक छ। अब यहाँ परपेन्डिकुलर ड्रप गरेपछि फर्स्ट सुरु त हामीलाई के थाहा छ भन्दाखेरि यो एंगल छ, यो भर्टेक्स ए हो भने यो एंगल ए हो, यतापट्टिको एंगल बी हो, तर त्यो देखाउनु पर्दैन त्यही भएर मैले छोड्दिएँ। त्यसरी नै यो एंगल सी हो, यसको अपोजिट साइड सी, यसको अपोजिट साइड एंगल ए को अपोजिट साइड ए अनि बी को अपोजिट साइड बी भइहाल्यो। अब यहाँ पछि यो हाइट छ नि, यो परपेन्डिकुलर, यसको हाइटलाई सपोज मैले h भन्दिएँ हैन, यहाँ यसलाई h भनिदिउँ। h भनिदिसकेपछि अब यो लेन्थ छ नि, यो एडी हो, यो एडी को लेन्थलाई हामीले सपोज अब x भनिदिउँ। अब कति हो थाहा छैन, त्यही भएर यसलाई x भनिदिउँ। x भन्दैपछि यो पुरै लेन्थ त कति हो? b हो। त्यसो हो भने यो कति हुनु पर्यो त? यो हुनु पर्यो b माइनस x हैन, किनकि यो पुरैबाट यति घटाइदियो भने, यो पुरैबाट यति घटाउने हो भने कति आउँछ? यो लेन्थ आउँछ। त्यही भएर यो पुरै b हो, यो b बाट यो x घटाए, त्यही भएर कति आयो त? dc लेन्थ आउँछ। त्यसो भए यो कति हुनु पर्यो? b माइनस x हुनु पर्यो। यहाँसम्म क्लियर हुनु पर्यो है। यो फिगर तपाईहरुले राम्रोसँग बुझ्नु पर्यो। त्यसपछि त बेसिक क्लास 10 को म्याथ लाउने आइहाल्छ। ठीक छ नि यहाँसम्म? यसमा अब यो पछि हामीले ट्रायंगल एडीबी मा हेरौँ। यहाँ लेखेको छु मैले, इन ट्रायंगल एडीबी। यो ट्रायंगल एडीबी मा यो एंगल ए हो भने हामीले यसबाट के लेख्न मिल्छ? cos a इक्वल टु के हो फर्मुला? cos भनेको बेस अपन हाइपोटेन्युस। अब यो cos a यतातिर यो a हो भनेपछि यो एंगलको अपोजिट साइड त के हुन्छ? परपेन्डिकुलर हो भनेपछि बेस सी हो।
बेस अपन हाइपोटेन्युस यो। त्यसो हो भने कस ए कति हुनु पर्यो, बेस भनेको यो एक्स, एडी भनेको एक्स हो, एक्स अपन हाइपोटेन्युस भनेको यो लङ्गेस्ट साइड सी, त्यही भएर एक्स अपन सी भनेको कस ए कति आउँछ यहाँबाट एक्स अपन सी। त्यसो हो भने एक्सको भ्यालु यहाँबाट कति आयो, एक्स इक्वल टु सी कस ए आउँछ क्रस मल्टिप्लाई गरेपछि हो। यसलाई इक्वेसन फर्स्ट भनिदिउँ, यहाँसम्म क्लियर छैन। अनि त्यसपछि यो कस ए को भ्यालु आइसकेपछि अब हामीले के गर्छौँ, यही ट्रायङ्गलमा पाइथागोरस थ्योरम लाउँछौँ, किनकि यो हाइट हो, हाइट भनेपछि यो पर्पेन्डिकुलर ड्रप गरेको, यो पर्पेन्डिकुलर हुन्छ। त्यसो हो भने यो कस्तो ट्रायङ्गल बन्यो, यो त राइट एङ्गल ट्रायङ्गल बन्छ। त्यसो हो भने यसमा हामीले अब के गरौँ, पाइथागोरस थ्योरम एप्लाई गरिदिउँ। यसमा पाइथागोरस थ्योरम लाउने हो भने के हुन्छ, हाइपोटेन्युसको स्क्वायर भनेको सी स्क्वायर इक्वल टु यसको स्क्वायर, यो भनेको एक्स प्लस यसको स्क्वायर भनेको एच स्क्वायर। त्यही कुरा मैले यहाँ लेखेको छु, सी स्क्वायर इक्वल टु एक्स स्क्वायर प्लस एच स्क्वायर। यहाँसम्म ठिक छैन। यो सी भनेको सबसे लङ्गेस्ट साइड हो, किनकि यो ड्रप गरेपछि यो 90 को अपोजिट लङ्गेस्ट साइड, सी स्क्वायर इक्वल टु एक्स स्क्वायर प्लस एच स्क्वायर हुन्छ। यहाँसम्म ठिक छ। अनि त्यसपछि एच स्क्वायर निकालेको हामीले के गरौँ, एक्स स्क्वायरलाई अर्को साइड लिएर गयौँ, सी स्क्वायर माइनस एक्स स्क्वायर हुन्छ। यसलाई इक्वेसन सेकेन्ड भनिदिउँ। अब सेम यही काम हामीले के गर्नु पर्यो, यो ट्रायङ्गल बीसीडीमा गर्नु पर्यो। अब बीसीडीमा पनि के गरौँ, पाइथागोरस थ्योरम एप्लाई गरिदिउँ। अब बीसीडीमा पाइथागोरस थ्योरम एप्लाई गर्ने हो भने यसको लङ्गेस्ट साइड कुन हो त, यो ए हो भनेपछि ए स्क्वायर, त्यही भएर यहाँ ए स्क्वायर इक्वल टु अब यो लेन्थ भनेको कति हो, बी माइनस एक्स, त्यही भएर बी माइनस एक्सको होल स्क्वायर होइन, दुईवटा टर्म छ त्यही भएर होल स्क्वायर गर्नु पर्यो। यसको लेन्थको स्क्वायर बी माइनस एक्सको होल स्क्वायर प्लस एच स्क्वायर। यसमा एच भनेको कुन हो, यो, त्यही भएर यसको पनि के गर्नु पर्यो, स्क्वायर गर्नु पर्यो। अनि त्यसपछि फेरि एच स्क्वायरको भ्यालु निकालौँ। एच स्क्वायरको भ्यालु यहाँबाट कति आउँछ, एच स्क्वायर भनेको यहाँ छ, यसलाई के गरौँ, अर्को साइड लिएर जाउँ। अर्को साइड लिएर जाने हो भने यो नेगेटिभ साइन आयो, ए स्क्वायर माइनस बी माइनस एक्स होल स्क्वायर। अब यो पछि के गरौँ, यसमा ए स्क्वायर माइनस बी स्क्वायरको के भन्छ, ए माइनस बी होल स्क्वायरको फर्मुला युज गरिदिउँ। फर्मुला युज गर्ने हो भने एच स्क्वायर इक्वल टु ए स्क्वायर माइनस, अब मैले के गरेँ, यो माइनस साइनले पनि मल्टिप्लाई गरिदिएँ। यहाँ कति हुन्थ्यो, बी स्क्वायर माइनस 2bx प्लस एक्स स्क्वायर, बी स्क्वायर माइनस 2bx प्लस एक्स स्क्वायर। तर माइनस साइनले ओपन गर्ने हो भने यो प्लस बी स्क्वायर माइनस बी स्क्वायर, यो माइनस 2bx हुन्थ्यो प्लस 2bx, अनि त्यसरी नै माइनस एक्स स्क्वायर हुन्छ। यहाँसम्म ठिक छ। यसलाई इक्वेसन थर्ड भन्दै यति नै गर्नुपर्ने हामीले। अब यो पछि जस्ट सिम्प्लिफिकेसन पार्ट हो। अब यसपछि इक्वेसन सेकेन्ड र थर्डलाई हेरौँ। इक्वेसन सेकेन्डमा हेरौँ त एच स्क्वायर हो, यो पनि के हो, एच स्क्वायर हो, दुइटै एच स्क्वायर हो भने यसलाई हामीले इक्वेट गर्न मिल्छ। इक्वेसन फर्स्ट र सेकेन्डबाट हामीले के गरौँ, दुइटैलाई इक्वेट गरिदिउँ। सी स्क्वायर माइनस एक्स स्क्वायर इक्वल टु यो एक्सप्रेसन, यो यहाँ लेख्यौँ। अब यो पछि यहाँ हेरौँ त, यो माइनस एक्स स्क्वायर, यतातिर पनि माइनस एक्स स्क्वायर, यो उता गएपछि प्लस भएर जान्छ, त्यही भएर क्यान्सल आउट हुन्छ। यसलाई सिधै क्यान्सल आउट गरिदिउँ। कति बाँकी भयो त, सी स्क्वायर, यो एक्स स्क्वायर गयो, त्यसपछि यो एक्स स्क्वायर जान्छ, अनि बाँकी यो यहाँतिर आउँछ, ए स्क्वायर माइनस बी स्क्वायर प्लस 2bx। यहाँसम्म ठिक छैन। हामीले जस्ट बेसिक म्याथ मात्रै युज गरेको। अब यो पछि हामीलाई के थाहा छ भन्दा यो एक्सको भ्यालु कति हो नि, यहाँ हेरौँ त क्वेसन फर्स्टबाट हामीलाई के थाहा छ, एक्स इक्वल टु कति हो, सी कस ए। त्यसो भए त्यो एक्सको ठाउँमा कति लेखिदिउँ, सी कस ए। अनि मैले यहाँ के गरेँ हेरौँ त, एक्सको ठाउँमा लेख्दै सी कस ए, किनकि यो क्वेसन फर्स्टबाट लेख्न मिल्यो। अनि त्यसपछि मैले के गरेँ, यो ए स्क्वायर माइनस बी स्क्वायर छ नि हो, यो ए स्क्वायर माइनस बी स्क्वायरलाई अर्को साइड लिएर गयो। त्यसो भए यो भयो सी स्क्वायर प्लस बी स्क्वायर माइनस ए स्क्वायर हो। अब यो पछि के गरौँ, यो दुइटालाई उता गरेर डिभाइड गरिदिउँ। डिभाइड गरेपछि कस ए इक्वल टु कति आयो त, कस ए इक्वल टु बी स्क्वायर प्लस सी स्क्वायर माइनस ए स्क्वायर बाई 2bc होइन। कस ए इक्वल टु कति आयो त्यहाँबाट, बी स्क्वायर प्लस सी स्क्वायर माइनस 2bc। अनि यो नै के हो त, कोसाइन ल हो। सो अब यो मैले के गरेँ, कस ए को लागि गरेँ। अब तपाईँहरूले सेम यसरी नै यही सेम टु सेम प्रोसेस फलो गरेर के गर्न सक्नुहुन्छ, कस बी र कस सी को लागि पनि गर्न सक्नुहुन्छ। अब जस्तै यसमा कस ए को लागि गर्दा के हो त, हामीले बीबाट पर्पेन्डिकुलर ड्रप गर्नु पर्यो, अरू बीबाट नभएर सीबाट गरे पनि हुन्थ्यो होइन। त्यसो भए तपाईँहरूले अब कस बी को लागि गर्नु पर्यो भने यतातिर बी लेख्ने, अनि त्यसपछि अब यहाँतिर जुन भर्टेक्स हुन्छ त्यहाँबाट के गर्नु पर्यो, पर्पेन्डिकुलर ड्रप गर्नु पर्यो। अनि त्यसपछि सेम टु सेम यही प्रोसेस फलो गर्ने तपाईँहरूले कस बी को लागि पनि गर्न सक्नुहुन्छ, अनि सेम त्यही प्रोसेस फलो गरेर कस सी को लागि पनि गर्न सक्नुहुन्छ। सो तीनवटै फर्मुला तपाईँहरूले यसरी प्रुफ गर्न सक्नुहुन्छ। अब यो पछि साइन लको पनि प्रुफ हेरिहालौँ।
अब साइन लको प्रुफको लागि तपाईँलाई एकदम बेसिक कुरा थाहा हुनु पऱ्यो। कुनै पनि ट्रायङ्गलको एरिया कसरी निकालिन्छ त्यो थाहा हुनु पऱ्यो। जस्तै कुनै पनि ट्रायङ्गलको एरियाको फर्मुला के हो, 1/2 बेस इन्टु हाइट हो त्यही 1/2 बेस इन्टु हाइट, त्यही फर्मुला युज गरेर हामीले के गर्छौँ, कोसाइन ल प्रुफ गर्छौँ। सो त्यसको लागि सुरुमा हामीले के गर्छौँ, फेरि पहिला जसरी नै एबिसी एउटा कुनै ट्रायङ्गल हो, अनि यसमा फेरि के हो त एबिसी भइहाल्यो, अनि त्यसपछि साइडहरूको नाम तपाईँहरूलाई थाहा नै छ। हामीले यहाँ के गर्यौँ, बीबाट एउटा पर्पेन्डिकुलर ड्रप गऱ्यौँ। बीबाट पर्पेन्डिकुलर ड्रप गऱ्यौँ भनेपछि यो के हो त, यो ट्रायङ्गलको अब हाइट भयो, किनकि 90 डिग्री छ होइन। यो 90 डिग्री हो भने यसमा भर्टेक्सबाट ड्रप गरेको पर्पेन्डिकुलरलाई हामीले के भन्न मिल्छ, त्यो ट्रायङ्गलको हाइट भन्न मिल्छ। त्यसो हो भने यो बिडी के हो त, हाइट भयो। अब हामीले के गर्छौँ भन्दाखेरि यो ट्रायङ्गल छ नि हो, यो ट्रायङ्गलको एरिया निकाल्छौँ, त्यति हो। एरिया निकाल्न आउँछ भने साइन ल यत्तिकै प्रुफ भइहाल्यो। त्यसको लागि जस्तै एरियाको फर्मुला के हुन्छ, 1/2 बेस इन्टु हाइट। त्यसो भए 1/2 बेस भनेको यो भइहाल्यो, किनकि यो हाइट हो भने बेस यो हुनुपर्छ हो। यो भनेको के हो त, बेस हो। बेस इन्टु हाइट, यो हाइट हामीलाई थाहा छैन। त्यसपछि सुरुमा के गर्नु पऱ्यो, यो हाइट निकाल्नु पऱ्यो। त्यसको लागि हामीलाई के थाहा छ भन्दाखेरि यो एङ्गल ए हो, अब यो एङ्गल बी, यो एङ्गल सी पनि हो, तर अहिलेको लागि मैले यो एङ्गल मात्रै देखाएको छु। यो एङ्गल ए हो भने साइन थीटा कति हुन्छ, और साइन ए कति हुनु पऱ्यो, साइन ए भनेको पर्पेन्डिकुलर अपन हाइपोटेन्युस। त्यसो हो भने पर्पेन्डिकुलर भनेको यो बिडी, त्यही भएर मैले यहाँ लेखेको छु इन ट्रायङ्गल एबिडी साइन ए भनेको कति हुन्छ, पर्पेन्डिकुलर भनेको यहाँ यो पर्पेन्डिकुलर हो बिडी अपन हाइपोटेन्युस। हाइपोटेन्युस भनेको कुन हो त, यो लङ्गेस्ट साइड सी। त्यसो भए बिडी अपन सी क्रस मल्टिप्लाई गर्दा बिडी कति आयो त, सी साइन ए आउँछ। यो सी साइन ए आयो भने त यसमा यो बिडी भनेको के हो त, हाइट हो। त्यो कुरा तपाईँहरूले ध्यान दिनु पऱ्यो, यो बिडी भनेको यो ट्रायङ्गलको हाइट हो। त्यसो हो भने एरिया, यो ट्रायङ्गलको एरिया भनेको कति हुन्छ, एरिया इक्वल, अब मैले यहाँ ए ड्यास युज गरेँ किनकि अब क्यापिटल ए त्यहाँ पहिला युज गरिसक्यो, त्यही भएर एरियाको लागि मैले ए ड्यास युज गरिदिएँ। ए ड्यास इक्वल टु कति भयो त, 1/2 इन्टु बेस भनेको यो बेस है, यो अहिले बी भनेको बेस होइन, यो के भयो त, बेस इन्टु हाइट भनेको कुन हो त, बिडी। एरियाको फर्मुला के भयो, 1/2 बेस इन्टु हाइट। त्यसो भयो 1/2 इन्टु बेसको ठाउँमा बी नै छ, त्यही भएर बी इन्टु हाइट भनेको हामीले भर्खर कति निकाल्यौँ, सी साइन ए। त्यसो भए यसको ठाउँमा कति लेख्न मिल्यो, सी साइन ए। यहाँतिर सी साइन ए लेख्यौँ। त्यसो भए ए ड्यास कति आयो त, 1/2 बिसी इन्टु साइन ए, यो आयो। अब यसमा हामीले के गरौँ, यो एङ्गल ए मानेर एरिया निकाल्यौँ। अब सेम यही प्रोसेसबाट तपाईँहरूले के गर्न सक्नुहुन्छ, अब यहाँ सीमा र बी, एङ्गल बी र सी युज गरेर पनि के गर्न सक्नुहुन्छ, एरिया निकाल्न सक्नुहुन्छ। अब त्यो निकालेर देखाउनु पर्न, हामीले एउटा एरिया निकालिहाल्यौँ। अब सेम यसरी नै हामीले के गर्न सक्छौँ, सिमिलरली भनेर त्यो बाँकी दुईवटा एरिया कति हुन्छ गेस गर्न सक्छौँ। अब कसरी गेस गर्ने, तपाईँहरूले ट्राई गर्न सक्नुहुन्छ। मन छ भने तपाईँहरूले के गर्नुहोस्, जस्तै यहाँतिर एङ्गल एबाट एरिया निकाल्नको लागि एङ्गल ए भनेको साइन ए युज गरेर एरिया निकाल्नको लागि हामीले यहाँबाट पर्पेन्डिकुलर ड्रप गऱ्यौँ। सेम त्यसरी नै अब बीबाट निकाल्नु छ भने यहाँबाट पर्पेन्डिकुलर ड्रप गर्ने, सीबाट निकाल्नु छ भने त्यसरी नै यहीबाट पर्पेन्डिकुलर ड्रप गऱ्यो भने पनि सीको आइहाल्छ। त्यसरी नै तपाईँहरूले साइन बी र साइन सीको हेल्पबाट पनि के गर्न सक्नुहुन्छ, एरिया निकाल्न सक्नुहुन्छ। अब यहाँ हामीले डाइरेक्ट कसरी लेख्ने त्यो पनि हेरौँ। अब त्यसको लागि यहाँ ए ड्यास इक्वल टु यहाँ हेरौँ कति छ, यो 1/2 त भइ नै हाल्यो। त्यसपछि यहाँ हेर्ने, यहाँ बी र सी हुँदाखेरि यहाँ एङ्गल ए छ होइन, बी र सी हुँदाखेरि एङ्गल ए छ भनेको यहाँ जुन साइड हुन्छ त्यो साइडहरूको बाहेक, त्यो जस्तै बी र सी छ भने एङ्गल बी र सी आउँदैन, एङ्गल ए आउँछ, थर्ड एङ्गल आउनु पऱ्यो हो। सेम त्यसरी नै त्यसो भए अब ए ड्यास कति हुनु पऱ्यो त, 1/2। अब मैले साइड एबी युज गरेँ, एबी साइड युज गरेँ भने एङ्गलमा कुन आउनु पऱ्यो, सी आउनु पऱ्यो। अब मैले यहाँ पनि ए ड्यास यहाँ पनि ए ड्यास किन लेखेको, किनकि ट्रायङ्गल एउटै हो, ट्रायङ्गल एउटै हो भने एरियाको पनि सेम हुनु पऱ्यो, त्यही भएर यसमा पनि ए ड्यास युज गर्न मिल्यो। ए र बी युज गर्दाखेरि यहाँ साइन सी, त्यसरी नै ए र सी युज गर्दाखेरि यहाँ कति आउनु पऱ्यो, साइन बी आउनु पऱ्यो। सो तीनवटै एङ्गल ए, एङ्गल बी र एङ्गल सी, तीनवटै एङ्गलहरू युज गरेर हामीले के गर्यौँ, एरिया निकाल्यौँ। यहाँसम्म क्लियर छैन। अब त्यसपछि इक्वेसन फर्स्ट र सेकेन्ड हेरौँ, किनकि यो दुईवटै एरिया हो भने ए ड्यास र ए ड्यास बराबर हुनुपर्छ। त्यसो भए फ्रम इक्वेसन फर्स्ट एन्ड सेकेन्ड, फर्स्ट र सेकेन्डबाट हामीले के लेख्न मिल्छ, यो दुईवटा इक्वल हुन्छ भनेर लेख्न मिल्यो। त्यसो भए यो दुईवटालाई हामीले के गरौँ, इक्वल गरिदिउँ। अब यो दुईवटालाई इक्वल गर्ने हो भने सुरुमा त यो 1/2 र 1/2 हट्छ, क्यान्सल आउट भयो।
त्यसपछि यो बी र बी पनि क्यान्सल आउट गर्न मिल्यो किनकि बी 0 हुँदैन, साइड ट्रायङ्गलको साइड 0 हुँदैन नि त, त्यही भएर क्यान्सल आउट गर्न मिलेको। त्यसो भए यो बी र बी पनि जान्छ। के बाँकी भयो त? यो बी गयो 1/2 गयो, यहाँ पनि बी गयो 1/2 गयो। सी साइन ए इक्वल टु ए साइन सी बाँकी हुन्छ। त्यसो भए यहाँबाट कति आयो? साइन ए बाई ए इक्वल टु साइन सी बाई सी। यसलाई इक्वेसन 4 भनिदिउँ। अब सेम त्यसरी नै तपाईँहरूले फर्स्ट र थर्डलाई हेर्नुहोस्। मैले सुरुमा फर्स्ट र सेकेन्ड युज गरेको थिएँ, अब के गरौँ? फर्स्ट र थर्ड युज गरौँ। तपाईँहरूलाई मन लाग्छ भने सेकेन्ड र थर्ड युज गरे पनि हुन्छ, बुझिन्छ होइन? जुनै युज गरे पनि भयो, तर फरक फरक युज गर्नु पऱ्यो। मैले जसरी पहिला फर्स्ट र सेकेन्ड युज गरेँ, अब के गरौँ? फर्स्ट र थर्ड युज गरौँ। फर्स्ट र थर्ड युज गर्ने हो भने फर्स्टमा 1/2 बीसी साइन ए यहाँ भइहाल्यो, अनि यहाँ कति छ? 1/2 एसी साइन बी, 1/2 एसी साइन बी। सेम त्यही प्रोसेसबाट यहाँतिर कति क्यान्सल आउट हुन्छ? 1/2 गयो 1/2 गयो, सी र सी हट्यो, बी साइन ए इक्वल टु ए साइन बी आउँछ। त्यसो हो भने साइन ए बाई ए इक्वल टु साइन बी बाई बी भयो। ठिक छ? त्यसो हो भने अब यहाँ हेरौँ, यो दुईवटा इक्वेसनलाई हेरौँ त। यो दुईवटा इक्वेसन हेर्ने हो भने साइन ए बाई ए इक्वल टु साइन बी बाई बी छ, अनि यो साइन ए बाई ए छ नि, यो साइन ए बाई ए फेरि केसँग इक्वल छ? साइन सी बाई सीसँग इक्वल छ। त्यसो भए मैले यहाँतिर यसलाई सेम टु सेम सार्दिएँ, यहाँ साइन ए बाई ए इक्वल टु साइन बी बाई बी। तर हामीलाई के थाहा छ? यो साइन ए बाई ए केसँग इक्वल छ? साइन सी बाई सीसँग। त्यसो भए यसको ठाउँमा कति पनि लेख्न मिल्छ? साइन सी बाई सी। अनि यो नै के हो त? कोसाइन ल हो, साइन ल हो। सो यसरी तपाईँहरूले साइन ललाई प्रुभ गर्न सक्नुहुन्छ। सो आजको भिडियोमा यति नै गरौँ। अब यसमा मैले धेरै कुराहरू किन भनेन भन्दाखेरि हामीले के गरौँ भन्दाखेरि जसरी क्लासमा पढिन्छ नि हो त्यसरी नै स्मल स्मल चङ्क्समा मैले तपाईँहरूलाई भिडियो दिन्छु, त्यसरी नै हेर्नु होला अनि त्यही कुराहरूलाई फलो गर्नु होला, जसले गर्दा तपाईँहरूलाई भिडियो हेर्न पनि सजिलो हुन्छ। धेरै लेन्दी भयो भने आफैलाई पनि अल्छी लाग्छ। त्यही भएर तपाईँहरूले जसरी क्लासमा हेर्नुहुन्छ नि भिडियो, जसरी क्लासमा पढ्नुहुन्छ सेम त्यही मेथडबाट तपाईँहरूले पढ्नुहोस्, तपाईँहरूलाई हरेक च्याप्टर एकदमै सजिलो लाग्छ। सो आजको लागि यति नै गरौँ। थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। बाई।